हेलो साथीहरू, मैले चाहिँ आज के बनाउन लाग्छु भनेर जसले अन्तिमसम्म भिडियो हेरेर मैले बनाउन लागेको चिजको नाम भन्नुहुन्छ उहाँहरूले चाहिँ मैले 1000भन्दा 2000 इन्भाइट साथीहरू दिनेछु र जसले नाम थाहा पाउनुहुनेछ कमेन्ट गर्नु होला साथी। यदि थाहा पाउनु भएन भने फरक फरक नाम पनि हुनसक्छ, म अवश्य नै भनिदिने छु। हाम्रो शारदा दिदीले भिडियो बनाउनु हुन्थ्यो यसरी होइन, के बनाउन लाग्छु आज भनेर। तर मैले चाहिँ क्यामेरा अड्डाउन जानेन साथीहरू, दिदीसित सोध्नु पर्ला है। के भनिसकेपछि मैले चाहिँ यहाँ चाहिँ दुध दोहेर आएको छु भर्खर। ए दुध दोहेर आएको छु है, भैँसीले धेरै दुध दिएको छैन। प्याज पनि काटिसकेको छु कि चाहिँ देख्नु सक्नुहुन्छ त साथीहरू, यो चाहिँ हरि मिर्च खुर्सानी के कति लामा छ हौ, हेर्नुहोस् त। यति लामा लामा खुर्सानी छ, यति सबै हाल्ने हो यो। यति लामा लामा खुर्सानी छ यी। अब के बनाउँदैछु हेर्नु होला है। यहाँ चाहिँ यो मुङफली राखेको छु है, बदाम भनौँ मुङफली। यो चाहिँ चिउरा भिजाएर राखेको छु मैले यता चाहिँ है, यो चिउरा भिजाएर राखेको छु। के भन्छन् साथीहरू है। अनि चाहिँ अर्को चिज देखाउँदैछु तपाईँहरूलाई चाहिँ, यसो चाहिँ थाहा पाउनुहुन्छ है। जसले थाहा पाएर कमेन्ट गर्नुहुन्छ लास्टसम्म हेरेर मैले 2000 साथी इन्भाइट दिन्छु। यो के होला साथीहरू, चिन्नुहुन्छ भने कमेन्ट गर्नुहोस् है, यो के को पात होला। यदि चिन्नुहुन्न भने चाहिँ म तपाईँलाई लास्टमा भन्ने नै छु होइन। म चाहिँ काम गर्दैछु, म बनाएर देखाउँछु साथीहरू। भिडियो स्किप नगर्नुहोस्, कमेन्ट गर्नुहोस् है। इन्भाइट साथी अवश्य दिन्छु साथीहरू है। हरि मिर्च चाहिँ मैले यति काटेँ साथीहरू, किनकि यिनीहरूले धेरै खान्छ, अहिले आफूले पनि खानुपर्छ नि त। त्यो भएर दुईवटा राखिएर मैले काटेन, आफूले पनि खानुपर्छ अहिले एक कटोरी। त्यो भएर चाहिँ यो यिनीहरूको भाउ त लाग्न हुन्न होइन। अब यहाँ चाहिँ अब ग्यास पाइँदैन साथीहरू है। अब ग्यास त त्यस्तो सिलिन्डर नभएर थोत्रा भएको छ। अब यहाँ चाहिँ अब म इलेक्ट्रिक मसिन चालु गर्दैछु साथीहरू है। यसलाई ट्विट चालु गर्नुपर्ने रहेछ होइन। मैले यसलाई हाइएस्टमा 2200मा चलाउँदैछु है। मैले यो राखेँ है। अब यो रातो हुन्छ कि साथीहरू, यस्तरी पाक्दो रहेछ होइन। हेर्नुहोस् है, लास्टसम्म हेर्नुहोस् मैले के बनाउँदैछु। जसले थाहा पाउनुहुन्छ नाम त अलग अलग हुने होला साथीहरू, तर चाहिँ भिडियो हेरेर कमेन्ट गर्ने साथीहरूले म इन्भाइट फलोवर चाहिँ अवश्य नै दिनेछु है। यो यहाँ यो मसला पनि छ है, यो मसला छ, यो त म्यागी मसला हो, थाहा पाइहाल्नुहुन्छ तपाईँहरूले। मैले चाहिँ यहाँ तेल हाल्दैछु होइन, धेरै होला कि तेल फेरि कति हुन्छ र होइन। त्यति त ठिकै छ। तेल ताकिसकेपछि चाहिँ मैले अब यहाँ त्यो मुङफली फ्राई गर्दैछु होइन। पछि चाहिँ फेरि यो काँचै हुन्छ होला। अब एकछिन मुङफली फ्राई गर्दैछु है। के भन्दै होला यो चिउराको चाहिँ यसो गेस गरिहाल्नुहोस् है, सुरुमै गेस गर्ने साथीहरूलाई झन् धन्यवाद हुन्छ होइन। यसरी तात्तिन्छ मुङफली गरम गर्दैछु। बदाम फेरि के मुङफली भनेर ग्यास पनि यो कम गर्नु पऱ्यो क्या। त्यसपछि चाहिँ यो चाहिँ बगेनाको पात छ है। गाउँमा चाहिँ गाई भैँसी नखाने है, कुखुरालाई उपिसा पर्दा हाल्ने बगेनाको पात हालिदिन्छ साथीहरू। त्यो बगेनाको पात हाल्दैछु। अब मैले है सबै मिक्स भइसकेको छ। सम्म चाहिँ नपर्ने जस्तै के बनाउन लाग्यो भनेर बगेना पात अरे होइन। गाउँमा चाहिँ कुखुरालाई उपिसा पर्दाखेरि हालिदिन्थ्यो, यहाँ चाहिँ तरकारीमा हाल्नुपर्छ बगेनाको पात। कडी पत्ता हो कि खडी पत्ता हो भन्छ क्या, त्यही पनि हालिदिनु त पऱ्यो। हाल्दै भनेपछि होइन, पात पनि हालिसकेँ। यसलाई एकछिन पाक्नु पनि पर्छ। हल्दी कहाँ छ, हल्दी फेरि बेसार पनि हालिदिनु पऱ्यो क्या, पेलो देखाउनु पऱ्यो र त्यसले होला। फेरि अलिक तितो पार लाग्यो। यो भइसकेपछि अब मैले यो भिजाको चिउरा हालिदिन्छु साथीहरू। त्यही त कटौराको दामै बसेछ यार, यसमा भिजाको त भात जस्तो होइन। के भन्छन् साथीहरू यसलाई, ल भनिहाल्नुहोस् त, ल ट्याक्कै लाएर के बनाउने भन्छन् यसलाई। अब हाम्रो यता चिउरा भुटिया भन्ने नाम के र होइन र, यता फेरि चाहिँ अलिक फरक भन्दो रहेछ भन्छु म। यसलाई चाहिँ के भनिदिँदो रहेछ भनिसकेँ साथीहरू। अब चाहिँ हल्का नमक पनि हालिदिनु पऱ्यो, नुन के नुन धेरै भयो भने फेरि मुख तितो होला। हल्का नमक हाल्दैछु है, नमक पनि हालिसक्यो। अब यो म्यागी मसला छ, यो हालेपछि अलिक मिठो हुन्छ अरे क्या। चाउचाउ मसला क्या, चाउचाउ मसला
म्यागी भन्ने यतातिर फेरि म्यागी भन्छ होइन। म्यागी मसला हालिदिँदैछु। खस्दा खस्दैन त खसेछ है। के बन्दै होला साथीहरू भनिहाल्नुहोस् न हो यसो होइन। म्यागी मसला हालिसकेँ। यसलाई चाहिँ मिलाइन्छ स्याम्म पारेर होइन। त्यो भिडियो बनाउन मैले नजाने हो कि के भयो थाहा भएन साथीहरू कस्तो हुन्छ होइन। एउटा स्ट्यान्ड किन्न पर्ला जस्तो छ क्या साथीहरू है। फाइनली साथीहरू है यो चाहिँ पोहा भन्दो रहेछ। पोहा बनारे भन्छ, त्यही भएर पोहा बनाइदिएको। पोहा रेडी भइसकेको छ है। अब खाना मात्रै बाँकी छ साथीहरू। जसले लास्टसम्म भिडियो हेरेर कमेन्ट गर्नुभयो उहाँलाई धन्यवाद छ साथीहरू। जसले हेर्नु भएन उहाँलाई पनि विशेष धन्यवाद छ, किनकि तपाईँहरू सहकार्य गर्न चाहनुहुन्न। यो चाहिँ पोहा हो, चिउरालाई पोहा भनेर पोहा बनिसकेको छ। अब खानदिनी हुन्छ साथीहरू। ल माया छ साथीहरू है, यतिसम्म भिडियो हेरेर साथ सपोर्ट गर्ने सबैजनालाई।